थुप्रै बोट्सहरू देख्नुहुन्छ यहाँ चट्ट सबै बोट्सहरू राखेको छ मजाले जान सक्नुहुन्छ हेर्न सक्नुहुन्छ अब चाहिँ हामी अगाडि जान्छौँ फाइनल्ली हामीले हिँडेरै भयो पनि मैले फेरि अलिक पत्ता लगाएँ कहाँ हो भनेर अब चाहिँ तपाईँहरूलाई सट्ट देखाउँछु म यहाँ अझै यो अगाडिको पछाडिपट्टिको भाग हो अगाडिको भागमा फेरि देखाउँछु अगाडि जाँदैछु म 2-4 दिन यहीँ बस्छु होला यो चाहिँ हो सबै पाउँछ साथीहरू हेर्नुहोस् पोखरा कास्की जिल्लामा पर्ने र यसको उतापट्टि गयो भने ताल बिहेरै मन्दिर पर्छ तालको बिचमा छ अब सकेसम्म हामी चाहिँ भ्याइयो भने चाहिँ डुङ्गा पनि चढ्छौँ हैन यो चाहिँ त्यो तालको चाहिँ फेवा तालको चाहिँ पछाडिपट्टिको भाग हो यो भन्दा चाहिँ ठुलो भाग ठुलोपट्टितिर चाहिँ पछाडि पनि छ म त्यो पनि देखाउँछु हजुरहरूलाई यो चाहिँ मन्दिरको बिच भाग हो हामी चाहिँ यहाँ जाने कोसिस गर्दैछौँ यहाँ जानको लागि डुङ्गाको सहायतामा जानुपर्ने हुन्छ हेरौँ अब यताको भाडा बुझ्नुपर्छ र हामी भाडा बुझ्नतर्फ अगाडि बढ्दैछौँ यो चाहिँ सबै हो यो यति धेरै छ पछाडिपट्टितिर हो यो यसमा बिचमा चाहिँ मन्दिर देख्न सक्नुहुन्छ उतापट्टि यहाँ चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनहरू सबै आउने गर्दछन् हेर्न सक्नुहुन्छ उता धेरै परसम्म छ उता हेर्नु त खै एकदमै अन्त छ म चाहिँ हेर्छु भित्र बोटमा चढेर चाहिँ मन्दिरसम्म पुग्ने कोसिस गर्छु मन्दिरको दर्शन गरेर चाहिँ फर्किन्छु जानको लागि एकल डुङ्गाको पनि प्रयोग गर्न सकिनेछ यसको चाहिँ भाडा हेरेर हुन्छ एकदमै नयाँ तरिकामा गाइड सहित जानुहुन्छ भने चाहिँ 1200 चाहिँ तपाईँ यसको वरिपरि चाहिँ घुम्न सक्नुहुन्छ एकल डुङ्गाको सहायताले चाहिँ जान प्रयास गर्दैछु हेरौँ कस्तो हुन्छ यो मेरो पहिलो अनुभव हो एकल डुङ्गामा धेरै पटक म आइसकेको छु तर यो पटक चाहिँ सिङ्गल एकल चाहिँ आफै ड्राइभ गरेर चाहिँ म अगाडि जाने कोसिस गर्छु यो चाहिँ तालको बिचमा छु म एकदमै चर्को घाम लागिरहेको छ जताततै डुङ्गाहरू छन् र म एकल गाइडको सहायताले अगाडि बढ्दैछु एकदमै रमाइलो क्षण छ पानी नि एकदमै चिसो छ है साना साना माछाहरू चाहिँ देखिँदैछन् है यो म अझै गाइड चलाउन थोरै मलाई अप्ठ्यारो लागिरहेको छ त्यही पनि रमाइलो छ रमाइलो हुँदैछ यो चाहिँ पोखरा हो बिच छैन हाम्रो गाइड गर्ने दाइ हुनुहुन्छ उहाँ चाहिँ हैन यो सबै छ हेर्नुहोस् हेर्न सक्नुहुन्छ सबै छ यतापट्टि सबै छ हेर्नुहोस्
एकदमै राम्रो छ। उतापट्टिसम्म हो यो फेवा ताल। यहाँ चाहिँ माथि रेस्टुरेन्टहरू छ। आज लगभग हामी यति घुम्छौँ यहाँ। एकदमै रमणीय ठाउँ छ पोखरा। हामी चाहिँ 4 दिनको लागि भनेर पोखरा आएका छौँ। त्यस कारणले हामी चाहिँ पोखराको फेवाताल बिचमा आफै चाहिँ काइट चाहिँ ड्राइभ गरेर चाहिँ बिच तालमा आएर बसिरहेका छौँ। थोरै साथीहरू उता हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो यो ताल हेर्न सक्नुहुन्छ, पुरै छ है। तपाईँहरू पनि यदि छुट्टीको समयमा घुम्न चाहनुहुन्छ भने पोखरा आउनुहोस्। मस्त यता ठाउँ रमाइलो छ है।